हेलो गाइज, गुड मर्निङ। आज धेरै पछि यसो खेत घुम्न आएको। खेतको अवस्था यस्तो रहेछ, खाली छ, केही खेतमा लगाएको छैन। उता परसम्म मेरो खेत हो अनि त्यस्तै हो। तर यो गाउँ भनेको एउटा जङ्गल जस्तै नै छ। जता गयो त्यतै आँपको बोट देख्न सक्नुहुन्छ होइन। बिचमा थोरै कतै कतै खाली छ, नभए प्रायः जसो आँपको बोट नै छ। र यो जङ्गल जस्तै नै छ कि जहाँ गयो त्यतातिर नै यो जङ्गल जस्तो अलि देखिने तपाईँले हेर्न सक्नुहुन्छ होइन। त्यस्तै छ। अब अहिले आँपको सिजन छैन, नभए तपाईँहरूलाई आँप खानलाई पनि बोलाउँथेँ, बट अहिले त्यो सिजन नभएकोले गर्दा अब सिजन आयो भने आउनु होला आँप खानलाई। यो चाहिँ तपाईँको बाटो भयो, बिचमा बाटो छ अनि आँप ओसार्नलाई यसो बाटो त चाहिन्छ। सो त्यसको लागि बिचमा बाटो, ग्राभल बाटो छ। यो बाटो नि बनाउने कुरा छ अरे। सो त्यही हो, हेर्न सक्नुहुन्छ। जता गयो त्यतै म्याङ्गो ट्रीहरू नै छ। सो अर्को भिडियोमा अरू डिटेल है त। अनि वान मोर थिङ है त, यो क्षेत्र म्याङ्गो जोन हो होइन। सो आँपको क्षेत्र भएकोले गर्दा पनि गभर्मेन्टबाट थोरै कुराहरूको जो सब्सिडी भनौँ वा फेसिलिटीहरू चाहिँ बेला बेला एभाइलेबल भइराखेको छ, बट त्यो चाहिँ एकदमै न्यून छ। एकदमै मिनिमल फेसिलिटीहरू प्रोभाइड गरिएको छ। अनि अब यो म्याङ्गो आँपको क्षेत्र भइसकेपछि अलि जुन सेवा सुविधा किसानहरूले पाउनुपर्ने त्यो चाहिँ पाएको अवस्था छैन। किसानहरूको गुनासो छ, हरेक वर्ष आँपमा चाहिँ विभिन्न प्रकारको रोगहरू लाग्ने, अनि त्यसले गर्दाखेरि आँपको प्रोडक्टिभिटी जुन छ त्यो एकदमै कम भइराखेको छ अरे इट्स इयर। अनि हामी चाहिँ अब नेपालकै यस्तो म्याङ्गो जोनमा चाहिँ फोकस नगरिकन हामी बरु बाहिरबाट ल्याउनलाई अलिक बढी नै ध्यान केन्द्रित गरेको अवस्था पनि छ। यो हेर्नुहोस् है, यहाँहरूको किसानको गुनासो भनेको त्यही हो। म्याङ्गो जोन हुँदाहुँदै पनि गभर्मेन्टको साइडबाट पर्याप्त जति सेवा सुविधाहरू वा फेसिलिटीहरू यो फार्मरहरूले पाउनुपर्ने त्यो चाहिँ पाएको छैन भन्ने छ। सो त्यतातिर पनि गभर्मेन्टको ध्यान जाओस् होइन। सो त्यति नै हो। म्याङ्गो खानलाई बोलाउँला तपाईँहरूलाई होइन, सिजन आओस् पहिला। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो। सो अब गाउँतिर जान लाग्यो। यो पनि मेरै हो, मेरै भन्नाले मेरो ड्याडीको भनौँ न, यो बगैँचा है। अनि अब थोरै अगाडि गयो भने चाहिँ मेरो घर यहीँबाट देखिन्छ। घर चाहिँ रोड पारी छ, यो म रोडवारी बगैँचामा छु। सो एकैछिनपछि अब घर पनि देखिन्छ है त। यहाँदेखि अब बगैँचाहरू छैन, आँपको बगैँचा यति नै थियो। अनि यहाँदेखि चाहिँ के यो दालको खेती हो क्या अरे। अनि यो पनि दालकै हो, ठ्याक्कै नाम मलाई आएन अहिले। अनि गाउँ पनि आइसक्यो। अनि यो चाहिँ अस्ति भर्खरै लगाउनु भएको अरे, बुवाले भनिराख्नु भएको थियो। अनि गाउँ चाहिँ आइसक्यो। यो दालको यो त्यो बोटले गर्दा चाहिँ देखेको छैन, अलिअलि देख्यो क्या अरे गाउँ। सो फाइनली हामी गाउँ आइपुगेको छौँ। त्यो देख्न सक्नुहुन्छ घरहरू। फाइनली हामी गाउँ आइपुगेको छौँ। त्यो देख्न सक्नुहुन्छ घरहरू। थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइज।